हामी यहाँ श्राद्ध गर्दैछौँ। आज यो हुन्छ आजको यो गोकर्णेश्वरको श्राद्धको महत्त्व के छ? छोटकरी गयाम पितृरूपेण। गया भनेको नेपालको गया, उत्तरे गया भने हाम्रो नानालाई राखेको खिर यो बदमास बिरालो आएर खायो। हेलो गुड मर्निङ सबैजनामा। आज चिसो छ, एकदमै चिसो बढिरहेछ। अलि सन्चो पनि छैन मलाई पनि। अनि आज औँसी पौषे औँसी भन्छ। आज चाहिँ सम्पूर्ण पितृहरूको उद्धारको निमित्त श्राद्ध गऱ्यो भने तीर्थमा गएर एकदम राम्रो हुन्छ भन्ने प्रचलन रहिआएकोले हामी पनि आज श्राद्ध गर्न जाँदैछौँ। त्यसको लागि अहिले बिहान उठेर म नुहाइधुवाइ गरेर चिसो भएर एकदम खोकिन लागिरहेछ। अनि यहाँ रेडी गर्दैछु श्राद्ध गर्न जाने सामानहरू। खिर बनाउँदैछु अनि त्यसपछि बनाउँदैछु तिल भुटेको छु अचारको लागि। अनि अब पिठो मुस्दैछु पुरी बनाउनको लागि। अब ब्लग हेर्नु होला है मेरो नयाँ। अब म बारा बनाउँदैछु, मासको बारा। मास भिजाएर यसलाई कालो फालिसकेपछि अब मलाई अलिक सन्चो पनि छैन, खोकिला छ क्या, एकदमै चिसो बढेर होला। मासको बारा बनाउँदैछु। अब म मेरो छोरो आइपुग्यो। कहाँ गएर आएको रे तिमी? कराते। बिहान बिहानै कराते जाने मान्छे उहाँ चाहिँ कराते गएर आइसक्नुभयो। म यहाँ धन्ना गर्दैछु। अब बारा बनाउँदैछु। बिहान बिहानै ललिपप खाने मान्छे उहाँ। मासको बारा बनाउनको लागि पिसी भए मास अब पकाउँछु। श्राद्धमा चाहिँ यो नभए तेल तातिसक्यो। चम्चाले हालेको सर्दी हुन्छ आफ्नो के यो चाहिँ खास श्राद्धमा अनिवार्य चढाउनु पर्छ भन्दो रहेछ मासको बारा। खिर भइदिएछ। दिदी अब चाहिँ पुरी बनाउँदैछौँ हामी। यसरी दिदीले बेल्दै हुनुहुन्छ, म बनाउँदैछु। र साथीहरू अब हामी यहाँ गोकर्णेश्वरमा श्राद्ध गर्न जाँदैछौँ। अब हाम्रो यात्रा सुरु हुन्छ। हामी गोकर्णेश्वर मन्दिरमा पुगिसकेका छौँ। यहाँ चाहिँ भक्तजनहरूको निकै भिड छ। आज गोकर्णेश्वर मन्दिरमा श्राद्ध गर्नेहरू टाढा टाढादेखि भक्तजनहरू आउनुहुन्छ। पौषे औँसीको दिन गोकर्णेश्वर मन्दिरमा म र दिदी सँगै छौँ। दाइ र भाइ चाहिँ एकछिन उता हुनुहुन्छ। हाम्रो गुरु भर्खरै यहाँ श्राद्ध गर्दै हुनुहुन्छ। अर्को ग्रुप सिद्धिएपछि, उहाँहरूको सिद्धिएपछि हाम्रो पालो आउँछ अनि हामी श्राद्ध गर्छौँ। पितृ उद्धारको निमित्त आजको औँसीमा यहाँ चाहिँ श्राद्ध गर्नेहरूको भिड लागेको हुन्छ। सबै चौरभरि श्राद्ध गर्नको निमित्त टाढा टाढादेखि भक्तजनहरू आउनुहुन्छ। आज चाहिँ हामी पनि यहाँ श्राद्ध गर्न आछौँ। पुरै परसम्म श्राद्ध गर्दै हुनुहुन्छ। बागमती नदी आज श्राद्ध गर्नेहरूको निकै भएको कारणले गोकर्णेश्वर मन्दिरमा परसम्म पनि नदीको किनारामा श्राद्ध गरिरहेको छ। देख्न सक्नुहुनेछ श्राद्ध गर्नेहरूको भिड। पौषे औँसीको श्राद्ध गर्ने श्रद्धालुहरू भक्तजनहरू चौरभरि हुनुहुन्छ। यति धेरै भिड छ कि गोकर्णमा श्राद्ध गर्नेहरूको हेर्न सक्नुहुन्छ। यो बागमती नदी सबैतिर परतिरसम्म पुरै भिड हुन्छ। श्राद्ध गर्नेहरूको भिड छ यहाँनिर।
गोकर्णेश्वर महादेव मन्दिर। हामी चाहिँ अब पिण्ड बनाउँदैछौँ, जौको पिठोको पिण्ड। यो ठाउँमा श्राद्ध गर्दा चाहिँ धेरैवटा पिण्ड दिनुपर्ने रहेछ। उसले दुईपट्टिबाट पानी यो टपरी मात्र हामी छोड्दैन। हामी यहाँ श्राद्ध गर्दैछौँ। आज यो ठ्याक्कै गोकर्णेश्वरमा हो। यहाँ गुरु हुनुहुन्छ चन्द्रिका प्रसाद सागिसेज्यू, हाम्रो कुल पुरोहित नै हुनुहुन्छ। आजको यो गोकर्णेश्वरको श्राद्धको महत्त्व के छ? छोटकरी गयाम पितृरूपेण। गया भनेको नेपालको गया, उत्तरे गया भनेको हाम्रो गोकर्णेश्वर हो। गोकर्णेश्वरमा भगवान गदाधर भगवान विराजमान हुनुहुन्छ। उहाँको सान्निध्यमा श्राद्ध गर्ने नेपालको सर्वप्रथम शिर उहाँ भएको हुनाले यहाँ नगरिकन अन्यत्र गएकोमा फल पुण्य मिल्दैन। त्यसै भएको हुनाले गदाधर भगवानको सान्निध्यमा यो गया औँसी भनेपछि गोकर्ण औँसी भाद्र कुशे औँसीमा विशेष महत्त्व छ। श्राद्ध गरिन्छ। मातापिताको लागि यहाँ जल तर्पण आदि गरिन्छ। पिता नहुनेले विशेष गरेर हो भने माता नहुनेले पनि पिता माता दुवैको यहाँ गर्ने महत्त्वपूर्ण जनाएको छ। त्यसै भएको हुनाले गयामा श्राद्ध गर्नुपर्छ। गया भनेको तीर्थ श्राद्ध हो। तीर्थ श्राद्ध नगरेसम्म अरू श्राद्ध गरेको उपयुक्त हुँदैन। त्यसै कारणले हामीले यहाँ आज श्राद्ध गरेका हौँ। समस्त अत्रि गोत्रका पितृपुर्खजको वैकुण्ठवास होस् भनेर हामी भगवानसँग प्रार्थना गर्दै जयकार बनाऊँ। बोलिए लक्ष्मीनारायण भगवानको जय, श्री गदाधर भगवानको जय, अत्रि गोत्रका पितृपुर्खजहरूको जय, वैकुण्ठवासी रुद्र प्रसाद वैकुण्ठवासीको जय, अस्मद्मातरः हिमादेवी वैकुण्ठवासीको जय, अस्मद्मातरः सावित्री वैकुण्ठवासीको जय, अत्रि गोत्रका समस्त पितृहरूको जय, मातृ पितृ भारद्वाज गोत्रका पितृहरूको जय, उपमन्यु गोत्रका मातृ पितृहरूको जय, समस्त पितृ देवताहरूको जय 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 श्रीमन्नारायण। अस्मत् मातरः हिमादेवी नाम्नी देवी, ज्येष्ठ मातरः कृष्णादेवी नाम्नी देवी, उत्तर गया तीर्थ श्राद्धे पितृ पितामही प्रपितामही सत्य हरिणी हिरण्य स्वरूपा नो मन्त्र हेमन्त शिशिर वसन्त ग्रीष्म वर्षा शरद षड ऋतुभ्यो नमः। त्रिमातृ चरण कमलेभ्यो नमः। ल कपुरार्तिकम यो बत्ती पनि राख्नु। स्त्री ए पिण्ड कति मजासँग बगाएर ल अत्यन्त राम्रोसँग लाग्यो। त्यो हुन्छ है। अब चाहिँ हामी घर आइपुग्यौँ। बिचमा खिच्नलाई अलि मौका मिलेन, त्यही भएर अब 3 बजे श्राद्ध सकेर घर आएर अब खाना खाँदैछौँ। हाम्रो नानालाई राखेको खिर यो बदमास बिरालो आएर खायो। हेर्न सक्नुहुन्छ हाम्रो मठमा आयो। यो बदमास बिरालो कहाँबाट? बदमास बिरालो हो। अझ म्याउ म्याउ गर्दैछ। यहाँबाट हाम फाल्न खोजेछ। सब त हस्नस गरिदियो।
नानाको खिर सिर सब खाइदियो। इह, नानाको खिर कस्तो धेरै थियो, यति पारिदियो। यो बिरालोले माथि खै कसरी घुस्यो हो होला साथीहरू। हामी उता गोकर्ण गएको समयमा माथि हामीले त्यहाँ खिर चढाएको थियौँ, केही पकाएको चिजहरू चढाउने आज फेरि पुत्रीलाई चढाएर गएका थियौँ। त्यही समयमा बिरालो आएर खाएछ, बाबुले खिचिहालेछ मोबाइलबाट के चाहिँ सानो एड गरिदिएको छु है। हस्, थ्याङ्क यू।